हेलो 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 नमस्ते सम्पूर्ण साथीहरुमा। आज धेरै दिनभन्दा पछि म तपाईहरु माझमा एउटा सानो भिडियोको माध्यमबाट उपस्थित भएको छु। सो तपाईहरुलाई कस्तो लाग्छ आजको भिडियो? कमेन्ट बक्समा गएर कमेन्ट गर्न चाहिँ नभुल्नु र भिडियोलाई लाइक पनि गर्नु। सो म चाहिँ अहिले आफ्नो ड्युटीतिर छु, यता देख्न सक्नुहुन्छ हैन। तपाईहरुलाई देखाइरहेको छु यता आफ्नो ड्युटीतिर छु म। अहिले चाहिँ यस्तो ड्युटीतिर छु। तपाईहरुको माझमा धेरै दिनभन्दा पछि उपस्थिति भइरहेको छु। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया चाहिँ नकुन होला। अब चाहिँ माथि छतमा पानी चेक गर्नको लागि जाँदैछु। म अहिले आफ्नो ड्युटीतिर छु है त। अब जाऊ माथि छतमा पानी चेक गर्नको लागि। यो चाहिँ लिफ्ट खोलिसक्यो मैले। लिफ्ट आइसक्यो। 4 नम्बरको भइसक्यो। जाँदैछ लिफ्ट माथि पानी चेक गर्नको लागि माथि छतमा जाँदैछु गाइस हैन। तपाईहरुले माथिबाट देख्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्छ भिडियो हेर्न? आइदा बाहिर निस्किसक्ने यो चाहिँ सिडी चाहिँ अब माथि छतमा जाँदैछु हैन। यता देख्न सक्नुहुन्छ म चाहिँ माथि आइसकेँ। अब यता चाहिँ यो लक खोल्दैछ। चाहिँ लक पनि खोलिसकेँ हैन। अब म चाहिँ यसलाई अलिक टाढा हैन यताको नजारा देखाउँछु। माइ गॉड वाह 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 खतरनाक लोकेसन छ यताको हैन। एकदमै खतरनाक लोकेसन छ। माथि तपाईहरुलाई सिधा माथि छतमा गएर टपमा गएर म तपाईहरुलाई पानीको टाकी देखाउँछु। पानीको टाकी देखाउँछु हैन तपाईहरुलाई। म चाहिँ आइसके गाइस माथि हैन। यो चाहिँ पानीको टाकी देख्न सक्नुहुन्छ। पानी भर्नलाई अलिकति कम रहेछ हैन, अलिकति कम रहेछ। सो अब अलिकति चढाउनु पर्छ तलबाट माथि पानी हैन। भरिनलाई अलिकति कम रहेछ। यताको नजारा देखाउनु पर्दा साथीहरु एकदमै देख्न सक्नुहुन्छ रमाइलो नजारा छ हैन। यता गयो यो एकदमै रमाइलो छ। चुल्लु बासिरहेको अवस्था हैन। चुल्लु पनि बासिरहेको छ रमाइलो। आफ्नो गाउँमै भए जस्तो फिल भइरहेको छ। तपाईहरुलाई कस्तो लाग्छ हैन? मलाई चाहिँ आफ्नो गाउँमै भए जस्तो फिल भइरहेको छ। चुल्लु बासिरहेको छ मजासँग हैन। मजासँग चुल्लु बासिरहेको अवस्था छ एकदमै। यो साइडमा बनेको बिल्डिङ चाहिँ यो नयाँ बनेको बिल्डिङ हो साथीहरु हैन। यो बिल्डिङ यता म तपाईहरुलाई पुरै यताको नजारा देखाउँछु। यो देख्न सक्नुहुन्छ हैन। यहाँ म चाहिँ अहिले माथि पानी चेक गरेर यो टपमा पानी चेक गरेर फेरि तल झरिसकेँ। म अब तल पार्किङमा जानुपर्छ। पार्किङमा गएर त्यता तपाईँहरुलाई